नमस्कार अनि स्वागत छ आजको प्रस्तुतिमा। आज हामी तपाईहरुको बीचमा एकजना समाजसेवीलाई प्रस्तुत गर्न चाहन्छौं जसले धेरै वर्ष अघिदेखि समाजसेवामा निकै भूमिका निभाइराख्नु भएको छ र विशेष गरिकन हाम्रो देशमा धेरै पिछडिएका जातिहरू छन्, जनजाति, तिनीहरूमध्ये चेपाङ जसलाई आजभोलि प्रजा जाति पनि भनेर भनिन्छ। यही प्रजा जातिहरूको बीचमा आफ्नो दिलो ज्यान लगाएर काम गरिराख्नुभएका समाजसेवामा यी प्रजा जातिहरूको उत्थानको निम्ति काम गरिराख्नुभएका व्यक्ति हुनुहुन्छ किशोर चन्द्र ढुङ्गाना। आउनुहोस् दर्शकवृन्द, एकछिन हामी यही समाजसेवी जो वास्तवमा मिडियामा आउन चाहनु भएको छैन तैपनि हामीले उहाँको असल काम सुनेको कारणले गर्दाखेरि उहाँलाई जबरजस्ती अलिकति कुराकानी गर्ने कोसिस गरिराखेका छौँ। आउनुहोस् उहाँसँग प्रत्यक्ष भेटघाट गरौँ र केही जानकारीहरू ल्याउँ। हामी विशेष गरिकन तपाईँले सामाजिक सेवामा जो काम गरिराख्नु भएको छ त्यही कुराहरूको बारेमा बुझ्न र केही जानकारी लिनलाई आएका छौँ। पहिलो कुरा, तपाईँले यो सामाजिक सेवाको काम जो गरिराख्नु भएको छ नि कति समय जस्तो भयो? मैले सुरुदेखि नै सामाजिक सेवा लागेको मान्छे 15-16 वर्षको उमेरदेखि नै। 15-16 वर्षदेखि? यो खैरेनीको जुन छ अहिले हाई स्कुल, चितवनको सबभन्दा पहिलो स्कुलै यही हो र त्यो स्कुल खोलेको मैले। पहिले चितवनमा स्कुल थिएन, नारगढमा पक्की घर थिएन, त्यो बेलामा स्कुल स्थापना गरे हो र त्यो बेलामा त मिडल स्कुल हो र अहिले गएर हाई स्कुल भयो र सबभन्दा पुरानो स्कुल चितवनको यही हो र त्यो स्थापना गर्नेमा म पनि थिएँ भनौँ, अरूले पनि सहयोग गरे। भनेपछि तपाईँ चितवनमा आउने व्यक्तिहरूमध्ये पनि सायद धेरै पुरानो पहाडबाट आउने व्यक्तिहरूमध्ये तपाईँ हामी नै हो। कति समय अगाडि तपाईँ आउनुभयो? यो त मलाई एक्ज्याक्टली त भन्न सक्दिनँ म। यही अब नुवाकोटबाट आएको भन्छन् हाम्रा फोर फादर्सहरू। हजुर। तर खै पनि अब 100 वर्षभन्दा बढ्दै भएको छ चितवन आएको। ए भनेपछि औलो, बाघ, भालु सबै कुरै गर्नु पर्दैन। त्यो बेलामा कस्तो अनुभव थियो? त्यो बेलामा के अनुभव थियो भने त्यो बेलामा पहाडियाहरूको भनौँ न, यहाँ थारू बस्ती हो र पहाडियाहरूको मुख चाहिँ नि हिउँद महिना मात्रै देखिन्छ। चैत लागेपछि यहाँ कुनै पनि पहाडिया हुँदैन, खालि थारू जाति मात्रै बस्ने हो यहाँ। र पछि आएर बसेका थारू जाति पछि चाहिँ नि हुन त पहाडैबाट आएका हुन्, दरै र कुमाल। ती चाहिँ नि अझै 150-200 वर्ष पहिले आएका हुन् चितवनमा, हामीभन्दा नि अगाडि आएका हुन् तिनीहरू, अहिले पनि छँदैछन्। त्यति हो। अरू जातका मान्छेहरू चितवनमा आउँदैन थियो। आयो भने पनि दिउँसो एकैछिन आयो, घाम डुबेपछि पहाडमा गइहाल्नु पर्ने, किनभने यहाँ एक रात पनि औलोमा बस्यो भने, रात बस्यो भने औल लाग्छ भन्ने। औल भने मलेरिया। त्यसो हुनाले चितवनमा रात बस्न हुन्न भन्ने कन्सेप्सन थियो पहिले। अरू यो जाडो महिनामा त्यहाँ लामखुट्टे नलाग्ने भएको हुनाले जाडो महिनामा चाहिँ भुनी बस्नलाई, तर चैत लागेपछि चाहिँ फागुन 15देखि चितवनमा रात बस्न हुन्न भन्ने नै धारणा थियो। तपाईँहरूले त्यस्तो औलोको तपाईँको परिवारले त्यस्तो अनुभव गर्नु पर्यो? किन गर्नु, जति भए पनि बिरामी भयौँ हामीहरू पनि। तर हामीहरू त केटीकेटीहरू चाहिँ नि त पहाडमै बस्थ्यौँ। यहाँ आउने भने पुष माघ फागुन मात्रै हो। फागुन लागेपछि पहाडै उफ्रिन्थ्यौँ। यहाँ बस्ने भने बुवाहरू बस्नुहुन्थ्यो 12 महिना खेतीपाती पनि गरेर र हामीहरू त सबै पहाडै बस्नु। त्यसो हुनाले शेरबास भनेर त्यो शिखरबास हो वास्तवमा पहिले, त्यो शिखरको लागि त्यहाँ बनाएको र त्यही बस्थ्यौँ हामीहरू। भनेपछि तपाईँले आएर विशेष यो आदिवासीहरू, थारू जातिहरू र चेपाङ जातिहरू अहिले विशेष गरिकन 150 जना नानीहरू छन् क्यारे होइन, ती व्यक्तिहरूकोमा काम गर्नलाई नै किन रोज्नु भयो त? त्यो कारण के पर्यो भन्नुलाई भने नि, अब यो पहिले यो चितवनमा अब यो चेपाङ जाति भन्नाले चाहिँ यिनीहरू जङ्गलमै बसेका जात हो वास्तवमै भन्ने हो भने। यिनीहरू जहाँ थिए पहिले यो महाभारतको सेरोफेरोमा नै बसे हुन्। त्यो 3-4 जिल्लामा बाँडिया छ, त्यो मकवानपुर, चितवन र धादिङ हो त ठाउँ। त्यो एउटै ठाउँ छ कि तिनीहरू बसिन्छ नि चुप्प। त्यहाँदेखि बाहेक चेपाङ अन्त छैन।
र त्यो एरिया एकदमै जङ्गली थियो त्यो बेलामा र यिनीहरू जङ्गलभित्र चाहिँ नि छाप्रो छाप्रो बनाएर बस्थ्यो कोही ओडारीमा पनि बस्थ्यो अहिले पनि ओडारमा बस्ने चेपाङहरू एक दुई घर पाइन्छ र यिनीहरू अरू मान्छेसँग त्यति मिक्स हुँदैन थिए अरू जातिसँग तिनीहरू बस्याटको वरपर चाहिँ नि बाहुनहरू पनि थिए त्यो बेला पनि र तिनीहरूले चाहिँ यिनीहरूलाई चाहिँ नि लगेर अब 150 रुपियाँ दाम सापडी दियो खान नपाएको बेलामा चाहिँ एक दुई पाथी अन्न दियो र लगेपछि त्यो एक दुई पाथी अन्न लिएपछि तिनीहरू त्यसको चाहिँ नि बाधा भइहाले त्यो कहिले तिरिदिन्थ्यो लोन चाहिँ र तिनीहरूले चाहिँ लगेर जोताउँथे यिनीहरूलाई त्यो पनि समातेर लिएर जाने हो भाग्न पाए फुत्केर भाग्थे यिनीहरू जस्तो चाहिँ नि स्लेब भनौँ न चाहिँ अफ्रिकाबाट अमेरिका लगाए जस्तो त्यस्तै हो तिनीहरूलाई पनि समातेर ल्याएर जोताउने भनेपछि चेपाङ जातिहरू पनि अरू जातिहरूको कमैयाको रूपमा परेका थिए थुप्रै अब त्यो चाहिँ नि त अब अहिले हटेर गयो भन्नु पर्यो त्यसमा पनि मै गएको छु 18 सालमा त्यो पाहाडमै गएर त्यो दौडा चाहिँ त्यो बेलामा चाहिँ पञ्चायत व्यवस्था आएको थियो कि पञ्चायत भनेर भनिसकेका त थिएन अधिकार सम्पन्न दौडा चाहिँ भन्थ्यो त्यसलाई चाहिँ सर्वसम्पन्न अधिकार दौडा भनेर त्यो दौडाको हाकिमलाई रिक्वेस्ट गरेर हिँड्दा त्यो ठाउँबाट अन्याय भएको छ त्यहाँ केही गरिदियो त मैले लिएर गएँ पाहाडमा त्यो चेपाङ एरियामा 4 दिन त्यहाँ बसेर सबै चेपाङको चाहिँ तमसको च्यात दिएँ मैले चाहिँ त्यो जोताउने बाहुनहरूको नि बाहुनले समाजले ल्याएर त्यो बेला के थियो र चाहिँ त्यो नियम कानुन भन्ने कुरो केही थिएन के अरे अब बाहुनले पनि अब 2-3 पुस्ता दैसकेका मान्छेसँग के को मोह भयो र पौडिनु भन्दा त छोडिदिनु जाति हो मलाई म च्यात दिन्छु तमसो भने च्यात दियो उसले त्यसरी मैले चेपाङहरूलाई त्यो ठाउँमा चाहिँ धेरैलाई चाहिँ मैले मुक्ति दिलाएको थिएँ भनौँ न जाने भनेपछि तपाईँले चेपाङहरूलाई त्यसरी मुक्ति दिलाउने काम गर्नुभयो यतापट्टि राम्रो पक्ष छ तर अवश्य पनि त्यो मुक्ति दिलाउने काममा ब्राह्मणहरू वा अरू जातिहरू जसले तिनीहरूलाई शोषण गर्दै थियो तिनीहरू त खुसी भएनन् तिनीहरूले कस्तो प्रकारको प्रतिक्रिया तपाईँलाई जनाए तिनीहरू एक त तिनीहरू अर्गनाइज छैनन् त्यो एक घर दुई घर हो त्यो धेरै तिनीहरूको त्यो स्ट्रेन्थ थिएन नि त्यसमा तिनीहरूले मलाई धम्की दिन सक्ने अवस्थाका तिनीहरू थिएनन् उनीहरूभन्दा मै बलियो थिएँ चेपाङको लागि मात्रै उनीहरू बलियो हो त्यो पनि एक्लो चेपाङ पायो भने बथान चेपाङमा त उनीहरू पनि कमजोरै छन् तर एक्लो चेपाङ ल्याएर जोताउने मात्रै हो त्यसमध्ये पनि म त अड्डा खाना लिएर गएको मान्छे भएपछि त मलाई धम्की दिने कुरा पनि भएन र साधारणतया मसँग तिनीहरूसँग सम्बन्ध मेरो व्यक्तिगत पनि त्यति खराब पनि होइन पछि पनि खराब रहेन तिनीहरूसँग यसले गरेको काम ठिकै हो हाम्रो चाहिँ फोर फादर्सहरूले गरेको काम नै गल्ती हो भन्ने पनि महसुस गरेँ उनीहरूले भन्ने भनेपछि तपाईँले आफ्नो अधिकार आफ्नो शक्तिले निर्बल व्यक्तिहरूको निम्ति आवाज उठाउने उनीहरूलाई राहत दिने काम त्यो समयदेखि नै गरिराख्नु भयो त्यो समयदेखि नै मैले चितवनको लागि पनि गरेँ नि मैले चितवनको लागि यो थारूहरूको लागि यहाँ चितवनमा थारूहरूलाई भयानक अन्याय थियो यहाँको जो थारूहरू थियो नि यिनीहरूले यहाँका कर्मचारीहरूलाई श्रीपाँचको सरकार भनौँ न त्यो बेला नेपाल सरकार भन्थ्यो के अरे त्यो कर्मचारीहरू त बस्थ्यो पाहाडमा यो गढीमा यहाँ चितवनमा त बस्दैनन् यहाँबाट यिनीहरूले बोकेर चामल लगिदिनु पर्थ्यो फाँट भन्थ्यो त्यसलाई फेरि सस्तो भाउमा प्रत्येक कर्मचारीलाई मौजा भाग लगाइदिया हुन्थ्यो फलानु कर्मचारीले फलानु गाउँमा लिने फलानु कर्मचारीले फलानु गाउँमा लिनुपर्छ प्रचलित मूल्य एउटा भए तापनि उनीहरूले सस्तो भाउमा चामल लिएर बोकेर पाहाड पुर्याउनु पर्थ्यो त्यो फाँट प्रथा भन्ने त्यो थियो अर्को थियो प्रथा के भन्ने चाहिँ बेत यो जुन चाहिँ तपाईँको चाहिँ मछनाथको जात्राहरूमा जो बेत लाग्थ्यो नि त्यो बेलामा त्यो बेत चितवनको थारूहरूले काट्थ्यो पहिले यहाँ गोदाम थियो यो चितवन यहाँ बेत पनि पाइन्छ काटेर यिनीहरूले बेत जम्मा गरेर भीमफेदी पुर्याउनु पर्थ्यो यिनीहरूले अनि त्यही बेत त्यो सित्तीमा त्यो पनि पैसा पाइदिन्थ्यो त्यो बेत उनीहरूले चाहिँ गर्नु पर्थ्यो अर्को सवारी हुँदाखेरि भनौँ न जो सवारी भन्थ्यो बेलामा राणा पछि राजा भनौँ न जाने अब त्यसमा यिनीहरूले पुल चाहिँ नि भनौँ न राप्तीको पुल कच्ची पुल त्यो बनाउनु पर्थ्यो सम्पूर्ण बाटो हिँड्ने बाटो जति पनि हो प्रत्येक जिम्मेदारहरूलाई जिम्मा लगाइदिया हुन्थ्यो फलानु गाउँ जस्तो म यो करेगा गाउँको चाहिँ म जिम्मेदार भएँ होइन अब मेरो जिम्मामा के हो भने 20 जना 40 जना कुल्ली यो चाहिँ यति दिनसम्मको लागि फलानु गाउँले चाहिँ यति कुल्ली ल्याएर काम गर्नुपर्ने फलानु ठाउँदेखि फलानु ठाउँसम्म भनेर तोकिदियो अनि त्यो मैले मेरो गाउँको चाहिँ कुल्ली लिएर गएर त्यहाँ म कुल्लीको चाहिँ डिट्ठा मलाई चाहिँ भन्थ्यो त्यो बेला चाहिँ कुल्लीको डिट्ठा म जिम्मेदार चाहिँ डिट्ठा भएर त्यहाँ बाटो मैले खनाउनु पर्थ्यो र चाहिँ त्यो आउने बेला सवारी भनौँ न चाहिँ उनीहरू जो आउँथ्यो सिकार खानलाई तिनीहरूलाई चाहिँ तिनीहरूको मोटर पास गराइन्थ्यो त्यति मात्रै होइन त्यो बेलामा ऊ पनि थिएन तपाईँको चाहिँ बजार त थिएन जति पनि उनीहरूलाई चाहिने रासन पानी
अन्डा कुखुरा चामल दुध घिउ यी सबै कुरा यावत कुराहरू प्रत्येक गाउँमा भाग लगाइन्थ्यो त्यो पनि दिनुपर्थ्यो र अब उनीहरूको अब त्यो हाकिमहरूले त काठमाडौँबाट आएका हाकिमहरूले त पैसा दिँदा हुन् तर यहाँका चाहिँ उसले स्थानीय जागिरदारहरूले भनौँ त्यो पैसा उनीहरूले खान्थे र यहाँका मान्छेहरूले चाहिँ केही पनि पाउँदैनथे त्यो त्यत्रो ठुलो अन्याय थियो यहाँ एक दोस्रो यो चितवन त्यो बेला जङ्गल थियो एक गाउँबाट अर्को गाउँ जाँदाखेरि पनि बिचमा जङ्गल पर्थ्यो त त्यो बेलामा के थियो भने चितवनको अलिक लामो हुन्छ क्या हो यो चाहिँ यो चितवनकै इतिहास गर्दाखेरि त चाहिँ अलिकति फरक पर्छ होला चितवनको थारूलाई के थियो भने यो पनि यो उनलाई त यो देशै पनि हुन्छ होला चितवनको थारूलाई एउटा थितिको सवाल थिति पाएको थियो चन्द्रशमशेर पालामा त्यो के भने बेलायतको राजा यहाँ शिकार खेल्न आउनु भए बेलायतको राजा भन्ने बित्तिकै त राणाको लागि त ठुलो कुरो अवश्य पनि र चाहिँ नि बडा हाकिमलाई चाहिँ त्यहाँ उनीहरूले पठायो के भने ल व्यवस्था गर्नु भनेर उनीहरूले व्यवस्था गर्न सकेन ठोरीमा आउने ऊ शिकार खेल्नलाई व्यवस्था गर्न नसकेर बडा हाकिम चाहिँ नि भागेर गयो इन्डिया भागेर गयो बादशाह आउने त बेला भइसक्यो अब बन्नु भने के छ त्यो बेला के थियो र यही चितवनको जनता त भन्ने त्यहाँबाट राणाहरूले चाहिँ डाइरेक्ट उनीहरूले एप्रोच गरे यहाँका जिम्मेदारहरूलाई ल अब हाम्रो इज्जतको सवाल भयो ल तिमीहरूले चाहिँ काम गरिदेऊ भन्नुहोस् यहाँका सम्पूर्ण थारूहरूले सम्पूर्ण सवारीको काम गरे ठोरीमा चाहिँ बाटो बनाउने दायाँ बायाँ गर्ने सम्पूर्ण काम गरेपछि अब चाहिँ बादशाह आयो शिकार खेल्यो गयो खुसी भयो गयो र यता त्यो चन्द्रशमशेर पनि खुसी भए र यहाँका थारूहरूले जम्मा गरेर के भने अब तिमीहरूले मेरो इज्जत राखिदियो त ल भन तिमीहरू के माग्छौ त्यो बेला त राजाले जे दियो त्यही दियो भने त्यही हुन थियो त्यो बेलामा भनेको थारूहरूले के भन्यो भने दुईवटा कुरो तिनीहरूले मागेका छन् एउटा त के भने अब अहिले त मलसल जल गर्ने चलन भयो यो सब भयो किन ऊ बेला मलजल गर्ने चलन हुन्थ्यो खेतीपातीमा 3 वर्ष एउटा जमिनमा खेती गरेपछि त्यो खोड भन्छ त्यो उनीहरू थारू भाषामा त्यो भइसकेपछि त्यहाँ चाहिँ झार आउँछ बढ्दा र त्यहाँ चाहिँ घैया खेती जुन हुन्छ नि त्यो प्रोडक्सन पनि कम हुन्छ झार पनि बढ्दा आउँछ 3 वर्षपछि त्यो जमिनलाई बजाइदियो त्यो छोडिदिएपछि त्यति नै जमिन अन्त लिएर चाहिँ नयाँ जो बन्जर नयाँ जमिन त्यो फाँडेर खाने त्यो चलन थियो भनौँ न त्यसैको लागि सट्टा भर्न भन्थ्यो उनीहरूले त्यही मागे हामी यो जङ्गलमा बसेका छौँ हामीलाई यसरी 3 वर्ष जम्मू भएपछि यहाँ उब्जनी हुँदैन यहाँ मलजल गर्ने चलन छैन त्यसो हुनाले हामीले सट्टा भर्न खाउँ त्यो जमिन बाँझो बनाएर अर्को जमिन भनौँ त्यसको कुनै पनि समयमा चाहेको खण्डमा 3 वर्ष साधारण थियो 3-4 वर्ष हुन्थ्यो भनेपछि बालु बुर्जा मिना हुँदैन सट्टा भर्न खाना दिनु भनेर अब बालु बुर्जा भने के भने चाहिँ नि बाढी आएर सब आएर खेत बाँझो भयो भने मिना हुन्थ्यो चाहिँ अरूहरूलाई तर चितवनको थालो चाहिँ मिना नपाउने भयो त्यो सहुलियत दिया बाबतमा किनभने त्यो बालु ऊर्जा भए जमिन त चाहिँ उसले सट्टामा अर्को पाउने भइहाल्यो नि त्यसो हुनाले बालु ऊर्जा मिना हुँदैन यो नलिनु भए पनि हुन्छ यो त चाहिँ जो होइन बालु ऊर्जा मिना पाउँदैन त्यो जमिन सट्टा भर्न चाहिने चाहिँ जमिन दिनु भयो त्यो एउटा थिति पाए अर्को थारूहरूले के भन्यो भने चाहिँ नि हामी जङ्गलभित्र बस्छौँ अब पुर्जी बनाउनु पर्छ चाहिँ काठ ल्याउनलाई भनेर चाहिँ साह्रै दुःख दिन्छन् चाहिँ हामीहरूलाई चाहिँ उसले यहाँको कर्मचारीहरूले हामीलाई बिना पुर्जी हामीलाई चाहिने काठपात चाहिँ ल्याउन पाऊँ भनेपछि चितवनको थारूलाई स्पेसली के भयो भने मुला निकासी गरेमा 12 वर्ष कैद घरसारको लगबडी फ्री दिनु पुर्जी नलिनु यो दुईवटा स्थिति उनीहरूले त्यो पाएका थिए है त्यो चाहिँ नि 7 साल क्रान्तिमा त्यो चाहिँ सल जल्यो जलेपछि फेरि कर्मचारीहरूले फेरि दुःख दिन थाले अनि त्यो मैले चितवनमा मुभमेन्ट गरेको थिएँ आन्दोलन गरेको थिएँ म 12-13 सालमा जेल गएँ म चितवन सारा थारू चाहिँ त्यो बेलामा 500 थारू म पौडिँदाखेरि 500 थारू पौडेको थिएँ त्यसैको विरोधमा चाहिँ के भने काँचो काठ काट्नै पर्छ भनेर जाने हामी त्यो बेला त्यही थियो अब चाहिँ हरि जनावर जङ्गल जनावरहरू चाहिँ हट्नुपर्छ काँचो काठ काट्नुपर्छ फाँट पर्दा हट्नुपर्छ र यहाँको थारूलाई लिएर मैले किसान मुभमेन्ट गरेँ त्यो किसान मुभमेन्ट गर्दाखेरि म 7 महिना जेल पनि परेँ अनि त्यसपछि जेल छुट्दाखेरि अनि मैले यहाँका थारूहरू जो मलाई छुडाउनु भनेर गएँ उनीहरूलाई नै भने कि म तिमीहरूका त्यो बेलामा त्यो कन्डिसनमा मात्रै आउँछु जब तिमीहरू स्कुल चाहिँ चलाउनु मन्जुर हुन्छौ
भनेपछि हामी स्कुल चलाउँछ भनेपछि अनि मैले 150 रुपियाँमा 2टा मास्टर खोजेर यहाँ चाहिँ नि स्कुल खोलेको हो। त्यही हो, त्यसबाट यो स्कुल भएको हो। त्यो बेलामा 150 रुपियाँ भन्ने कुरा पनि एकदमै ठुलो कुरा थियो। आइएसम्म पढायो टिचर। त्यसमध्येको एउटा टिचर अहिले पनि छँदैछ, पुष्पराज सुवेडी, त्यो नाम सुन्नुभयो होला, जो इलेक्सन पनि नि अहिले टाढीमा घर छ नि पुष्पराज सुवेडी, उसलाई थाहा होला। पुष्पराज सुवेडी के हो, उनी चाहिँ मैले लिएर आएको उनलाई, उनी आएको यहीँ बसेँ उनी पनि। भनेपछि तपाईँ अरू व्यक्तिहरूको निम्ति, उनीहरूको मुक्ति अभियानको निम्ति, अर्काले सुख पाओस् भन्नुको निम्ति तपाईँले दुःख पनि पाउनु भएको छ, जेलमा बस्नु। अरे दुःख नभनौँ यसलाई, मैले आफ्नो इच्छाबाट गरे भनौँ न। अब जेलमा पर्नुभयो अनि वास्तवमा आजभोलि मानिसहरू अर्काको भलाइको निम्ति आफू दुःखमा पर्न होइन, तर आफूले सुख पाउनुको निम्ति अरूलाई दुःख दिन्छ। अनि अवश्य पनि उहाँ पृथक प्रकारको व्यक्तित्व हुनुहुन्छ। त्यही कारणले पनि दर्शकवृन्द, हामीले उहाँलाई आजको कार्यक्रम मार्फत तपाईँहरूको बिचमा प्रस्तुत गर्न चाहेका छौँ कि समाजमा साँच्चै नै दिलो ज्यान लगाएर अरूको उत्थान, प्रगति, उन्नतिको निम्ति काम गरिराख्नु भएको छ। दर्शकवृन्द, हामी कुराकानी गर्दैछौँ समाजसेवीसँग, अनि विशेष गरिकन उहाँसँग अर्को एउटा जिज्ञासा राखौँ। तपाईँले यो समाज सेवा गर्ने प्रेरणा चाहिँ कहाँदेखि पाउनुभयो? कसरी पाउनुभयो? एउटा प्रेरणाको स्रोत हुन्छ नि। हेर्नुहोस्, प्रेरणाको स्रोत के हो भन्नु होला भने, सुरुमा मैले एसएलसी गरेर इलाहाबादबाट मैले एसएलसी दिएर म घरमा आएर बसिरहेको थिएँ। चितवनमा खेतीपाती गरेर बसिरहेको बेलामा एकजना आए, सदानन्द भन्ने, जो अहिले पनि छँदैछन्, र उनीसँग मेरो कुराकानी भयो। त्यो बेलामा म एकदमै खाली थिएँ भनौँ न, केही गर्नुपर्छ भन्ने भावना मात्रै हो। मलाई बडो यो दायाँ बायाँ राजनीति यी सब कुराहरू त्यति विधि चाहिँ नि ज्ञान पनि थिएन मलाई। त उनी आएर उनले कुराकानी गरे चाहिँ राजनीतिको यसरी आर्थिक समानता हुनुपर्छ, यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भनेपछि म बडो प्रभावित भएँ। अब मेरो खाली दिमाग थियो, त्यो कुरो भरियो। अनि मैले त्यसबाट आकर्षित भएँ। अनि के गर्ने त भन्दाखेरि, होइन हामीहरूको त काठमाडौँमा चाहिँ अफिस छ, ल जाउँ हिँडेर अफिसमा उहाँ कुराकानी गरौँ, गरेपछि त्यहाँ काम गर्नुपर्छ भनेपछि म उनीसँग घरबाट म भागेर गएँ। भागेर मलाई उनले लिएर गए उहाँ वीरगन्जमा। त्यो बेला बाटोघाटो यहाँ केही पनि छैन। मलाई बिचमा गएपछि ज्वरो आयो, हिँडेर जाने हो यहाँ चाहिँ नि। ज्वरो आएपछि उनले मलाई बोकेर लिएर हिँडेँ। घरबाट बिदा भएर गएको पनि 2-4 पैसा हुन्थ्यो नि, घरबाट त भागेर गएपछि पैसा हुन्थ्यो, कुरै भएन। त्यहाँ बल्ल तल्ल वीरगन्ज पुग्यो। वीरगन्जमा तपाईँले सुन्नुभयो होला, श्यामप्रसाद शर्मा, जो पञ्चायती व्यवस्था कालभरि अन्दरग्राउन्ड रहे, त्यो शिक्षक सङ्घ, यो प्रगतिशील लेखक सङ्घको चाहिँ अध्यक्ष पनि भयो नि, अहिले पनि छँदैछन् उनी। त्यो लेफ्टिस्ट उसमा चाहिँ नि उनी जुन बडो नाम चलेका व्यक्ति हुन्, तपाईँलाई थाहा छैन मलाई त त्यो। उनी श्यामप्रसाद शर्मा त्यो बडो दयनीय हालतमा थियो। उनी कहाँ लिएर गए, उनी पनि त्यो रहेछन्, बामुन्थे। उनको चाहिँ नि जति माइप्रस्थान पछाडिपट्टि घर गौवा भन्ने ठाउँमा उनीकै लिएर गए सदानन्दले बासवानलाई। उनको कति दयनीय अवस्था भने, बिहान पेपर बेच्न आउने रेलवे स्टेसनमा पेपर बेच्ने। अनि यो गुरुजीहरूको त्यहाँ घर रहेछ, त्यहाँ श्राद्धमा गुरुजीको श्राद्धकोमा चाहिँ त्यो सिधा लिन जाने, त्यही ल्याएर खाने। त्यसैमा खान पुग्यौँ हामी पनि जाने, 2जना पनि। र वास्तवमा उनी पनि वामपन्थी। अनि त्यहाँबाट उनीसँग कुराकानी भएपछि अब काठमाडौँ जाने भनेर चाहिँ नि रेल सेन्टर काठमाडौँ आयो। हेटौडा झऱ्यो। उनीसँगबाट हेटौडा आएपछि फेरि मलाई ज्वरो आयो। बस्ने भने बजारमा बस्ने कुरो आएन, के अरे पैसा थिएन, के अरे धर्मशालामा आएर बस्यौँ। पैसा पनि छैन, खाने पनि छैन। त्यहाँबाट हेटौडा मैले चिनिया माडवारीहरू थियो, तिनीहरूसँग पैसा त्यसले पनि तिनीहरूले भाडा भने थाहा पाएछ हो कि हो। उसले पनि 1 पैसा पनि दिएन। उनले मलाई बोकेरै लिएर गए निबुवाटारमा गएर, त्यहाँबाट हिँडेर चाहिँ निबुवाटारमा भिमेदेखि अलि यतापट्टि निबुवाटारमा बस्यौँ राति। खानासाना केही खाएको छैन। फेरि त्यो सदानन्द कस्तो जीव भन्ने, उनलाई चुरोट नखाइ नहुने, दाही पालेको थियो, कपाल पालेका।
अनि त्यहाँ बास बस्न दिएपछि उनी ब्रह्मचारी जस्ता भए जोगी जस्तो भयो हुनाले त्यहाँ बाहुनले श्रद्धै गरेको अरे भन्नु पऱ्यो खानासाना चाहिँ जब गरिदिए अनि उनले भने चाहिँ होइन मलाई त चुर खानु पऱ्यो के गर्ने होला भने कुन त अब के गर्ने म यसो खोज्न जान्छु भनेर गाउँ त अब त गाउँमा के पाउनु चुर छोटा गाँजा पाएछन् गाँजै धोकेर आएछन् गाँजा धोकेर लट्ठो गरेर रातभरि हाँस्दा हाँस्दा हामीहरू मलाई जोरले पनि छोड्यो त्यहाँबाट भोलिपल्ट भीमफेदी आयौँ भीमफेदी आएपछि मकै कहाँबाट मागेर ल्याए तिनले अलिकति मकै खाएर त्यहाँबाट फेरि बोकेरै मलाई उकालो चढाए भनेपछि तपाईँले सेवा गर्ने प्रेरणा चाहिँ उहाँबाट त्यहाँबाट पाइयो त्यहाँबाट अनि काठमाडौँ गयौँ गएपछि चाहिँ नि अब त्यो मेरा त्यो बेलाको को भन्नु होला त्यो भुवनमान यो नाम इतिहासविद जो मन्त्री पनि भयो नि वन मन्त्री पनि भयो नि भुवनमान अनि माणिकलाल जो अहिले पनि हुनुहुन्छ नि आउँछ पेपरहरूमा पनि आउँछ उनी चाहिँ माणिकलाल चाहिँ नि प्राध्यापक पनि हुन् उनी चाहिँ नि जो उनी लेफ्टिस्टै हुन् त उनीहरू थिए त्यो बेलाका चाहिँ भनौँ न नेताहरू त्यो बेलामा अनि गङ्गालाल भन्ने एकजना र उनीहरूको पार्टी चाहिँ के रहेछ भने लाल कम्युनिस्ट पार्टी रेड कम्युनिस्ट पार्टी यो कम्युनिस्ट पार्टीसँग पुष्पलालहरूसँग झगडा भएर उनीहरूले बेग्लै खोले त्यसमा उनीहरू 5-7 जना रहेछन् उनीहरूले त अब हाम्रो सब चिज छ भनेर भनेको अरे अब होइन मलाई विश्वास पनि लाग्यो होला त भनेर को खोजी बस्छु अब त्यहाँ हाम्रो यो उयो छ यो चाहिँ हतियारको यो यहाँ त्यहाँ भने अब आफ्नो चाहिँ झोके पनि रहन्छ उनीहरूको तर अनि त्यहाँबाट चाहिँ हामीहरू सङ्गठन गर्न भनेर अनि आएर अनि यो चितवनमा चाहिँ नि थारूहरूको समस्या लिएर सङ्गठन गरेको चाहिँ अहिले मैले भनेँ नि अनि त्यही सिलसिलामा हामीहरू जेल परेको भनेपछि त्यो बेलाको निम्ति अब तपाईँको वामपन्थी विचार वामपन्थी त्यो कारणले गर्दाखेरि सरकार त्यो कारणले गर्दाखेरि चाहिँ एउटा मलाई के हो भने त्यसले गर्दाखेरि मलाई प्रोपर्टी सेन्स भएन मसँग मलाई यो सम्पत्तिको मोह भएन अहिले आज सस्तो कम्युनिस्ट थिएन त्यो बेला चाहिँ कम्युनिस्ट हुनलाई धेरै मिहिनेत गर्नु पर्थ्यो फेलो ट्रेभलर भनेर 1 वर्ष बस्नु पर्थ्यो र उसको चाहिँ नि यो बुर्जुवा कल्चरबाट यो मुक्त भयो भएन भनेर त्यसलाई वाच गर्थे र यो रियल कम्युनिस्ट भयो त यो रियल प्रोलेटेरिएट भयो यो भनेर हेरिकन मात्रै चाहिँ कम्युनिस्टको चाहिँ मेम्बरसिप दिने चलन थियो अब अहिले त यहाँ त अब के भयो चाहिँ अरबपति पनि कम्युनिस्ट चाहिँ करोडपति पनि कम्युनिस्ट सबै कम्युनिस्ट त त्यो बेला त्यो थिएन त त्यसले गर्दाखेरि के भने मेरो त्यस बेलाको त्यो कलिलो उमेरमा जो छाप पर्यो त त्यो छाप यद्यपि म कम्युनिस्टको अरू सिद्धान्तबाट त म मुक्त भएँ मलाई मन पनि पर्न छोडेपछि गएपछि तर समाजवाद भने पनि त उही त हो नि कम्युनिस्ट र कम्युनिजम भन्नु र समाजवाद भन्नु त के फरक छ र त्यही एउटा चाहिँ डेमोक्रेसी चाहिँ नि जो भन्ने जोडिदियो भने समाजवाद हो के अरे डेमोक्रेसी हटाइदियो भने चाहिँ जो अब कम्युनिजम भयो भनेपछि सम्पत्तिको सेन्स त एउटै कुरा हो नि प्रोपर्टी भनेको कुरा त एउटै कुरा हो नि त समाजवाद भने त समानता भने होइन हो समाजवाद भन्नुको अर्थ चाहिँ नि समतामूलक समाजकै नै ऊ हो त त्यसले गर्दाखेरि मलाई प्रोपर्टी सेन्स भएन जसले गर्दाखेरि मैले यो काम गर्दाखेरि पनि मलाई अलिकति पनि पिरो लागेको छैन यो सकेपछि मलाई के होला के हुन्छ र म जस्तो नहुने मान्छे कति छन् त्यो मध्येमा म एकजना हुँला र प्रोपर्टी सेन्स नभए हुनाले अहिले पनि छैन र मैले यो काम गर्न सकेँ अब अवश्य पनि दर्शक यो बिल्कुलै नयाँ नौलो विचार हो प्रायः जस्तो राजनीतिमा लागेपछि मानिसहरू सहर केन्द्रमा बस्न चाहन्छन् कुर्सी पद र मानिसहरूको तारिफको कुराहरूको निम्ति मानिसहरू त्यतैतिर भौतारिएको देखिन्छ तर उहाँ चितवनको एउटा गाउँमा नारायणघाटमा पनि बस्नु भएको छैन अनि पर्साबाट अझै भित्र आएर यो गाउँमा बसेर सेवा गरिराख्नु भएको छ अनि यो अवश्य पनि राम्रो पक्ष हो कि राजनीतिका कुराहरूमा मानिसहरू धेरै गफ गर्छन् तर उहाँ गफ गर्नुभन्दा खुरुखुरु काम गर्ने कुरालाई चाहिँ उहाँले बढी जोड दिइराख्नु भएको छ अनि यो आदर गर्नुपर्ने विषय हामीले देखेका छौँ र एकछिन हाम्रा नानीहरू पनि आएको छ यो अहिले कति नानीहरू तपाईँहरूको बिचमा छ यो चेपाङ बच्चाहरू 150 भन्दा माथि नै होला 150 यिनीहरू चाहिँ कस्तो किसिमको नानीहरूलाई तपाईँहरूले विशेष लिएर आउनुहुन्छ उनीहरू बुवा आमा नभएका कि गरिब कस्तो किसिमको अलिक बताइदिनुहुन्छ अब सकेसम्म त यिनीहरू जम्मै गरिबै हुन् गरिब विशेष भन्नु र गरिब भन्नु एउटै कुरा खाना पुग्दैन सादा चेपाङ सालमा 5-6 महिना मात्रै खाना पुग्ने हो खाना पुग्ने महिनाहरूमा यिनीहरूले गिट्ठा भ्यागुर जङ्गलको कन्दमूल ल्याएरै खाने
त्यसो हुनाले चेपाङ भन्नाले अब को गरिब र धनी भन्ने कुनै कुरा पनि भएन। र चेपाङको कुरा गर्दाखेरि अर्को कुरा के छ भने प्राय यिनीहरू एक छाके मान्छेहरू भनेर पनि भनिन्छ नि, एक छाक मात्र खान्थ्यो भनेर भन्थ्यो, त्यो 6 महिना जो खाँदाखेरि पनि हो। होइन यिनीहरू एक छाक भन्दा नि के भयो मुलको भोग यिनीहरू पाएपछि खाएपछि चाहिँ नि अब त्यो अनिकालमा परेको चेपाङहरू कहिले काहीँ यता आयो भने उसले भक्कुचुर खाएर त्यो मातेर सुत्छ त्यो भात लागेर। 5-6 दिन तपाईँले खानु भएन र एकै दिन चाहिँ तपाईँले खानुभयो भने त्यो भात लाग्छ, त्यो भात लागेर पनि सुत्छ। यी आएका केटाकेटीहरू पनि पहिले आउँदाखेरि चाहिँ नि बेपत्ता खा 2-3 महिनापछि मात्रै जाने भने फेरि यिनीहरूबाट अचम्म के छ भने कोही पनि औषधि खाएको छैन, कहिले पनि औषधि नखाएको त एकचोटि छिटो छुने। फेरि यिनीहरू कस्ता छन् भने यिनीहरूको जङ्गलीपन छँदैछ, हिँड्दाखेरि बिस्तारै हिँड्न नसक्ने, दौडिने, ज्यालो अलिअलि घाउ चोटपोटो लाग्यो भने नरुने। अब एउटा तपाईँलाई घटना पर्दाखेरि एउटा केटोको हात भाँचियो। हात भाँचिएपछि चाहिँ मैले डाक्टर कहाँ लिएर गएँ। डाक्टरले भन्यो यसलाई त चाहिँ एनेस्थेसिया दिनुपर्छ, गर्नुपर्छ, छैन जो यो होइन, हस्पिटल लैजानु भयो भने म चाहिँ डाक्टर मुरारी कहाँ लिएर गएको मैले यहीँ उसको क्लिनिकमा। होइन हेर्दा चाहिँ नि अब चाहिँ दिनहरू पर हस्पिटल चाहिँ किन लैजानुहोस्, त्यो दिन सकिहाल्छ कि त्यही पनि तानतुन गर्नु चाहिँ खप्न सक्छ त्यो चाहिँ भनेपछि यी चेपाङ बच्चाहरूको सेवामा तपाईँ अब अहिले त एउटा के संस्थागत रूपमा पनि यो विकास भएको छ होइन, यो के आदिवासी तथा विपन्नका लागि शिक्षा, यी नानीहरू यहाँ आएर तपाईँले स्कुल पनि खोलिदिनु भएको छ। स्कुल मात्रै खोलेको छु अहिले, अरू केही गरेको छैन। यसको पछाडि अरू पनि सिद्धान्त छ। यो चेपाङको लागि मात्रै भन्ने पनि होइन, वास्तवमा यो आदिवासी विपन्न र आदिवासी हो, तर यसले व्यापक लिने भयो र यो गर्नको लागि त ठुलो ह्युज एमाउन्ट चाहिने भयो। त्यस हुनाले अहिले मैले चेपाङको लागि मात्रै भनेर ल्याएको। पछि गएर दमाई, मुसेर यिनीहरू छन् नि त पिछडिया जातिहरू, यिनीहरूलाई नै लिने विचारमा छु। तर के भने यो पहिले त यसले अलिकति यसमा सफलता प्राप्त गर्न सकियो भने। शिक्षा दिने सँगसँगै यिनीहरूलाई त तपाईँले यहाँ ल्याएर राख्नु भएको छ, पाल्नु भएको छ, खानेकुरा पनि आयो, कपडा कुराहरू, बस्ने व्यवस्था सबै नै एक प्रकारले तिनीहरूको अभिभावकको रूपमा तपाईँले त्यो भूमिका खेलिराख्नु भएको छ होइन। यसको निम्ति आर्थिक तपाईँले चाहिँ कसरी ऊ भइरहेछ त? अहिलेसम्म त मलाई कसैले केही गरेका छैनन्। मैले आइएनजिओहरू गुहार्नु पनि गइनँ। त्यो किनभने मलाई अलिकति माग्न भनेपछि नि मेरो आफ्नो इच्छाले कुनै काम गर्न खोज्ने, अर्कालाई यसमा सहयोग गर भनेर कर लाउनु जाने कुरो ठिक भएन नि। र फेरि के भयो भने अहिले हाम्रा अलिकति पढा लेखेका केटाहरूले नि अब यो आइएनजिओहरूसँग अलिकति ठग्ने भनेर भन्ने के भन्ने एउटा प्रपोजल बनायो अनि डोनर खोज्यो, डोनरसँग पैसा ल्यायो, भनेको काम चाहिँ नगर्यो, पैसा चाहिँ खल्टीमा हाल्यो। त्यस्तो किसिमको धेरै बदनाम भयौँ हामीहरू र डोनरहरू पनि ज्यादै सशङ्कित भए। उनीहरूको अगाडि मागेका पैसा पनि हामीले दुरुपयोग गर्ने भयौँ। त्यो मलाई बडो मन पनि परेन र मैले माग्न पनि गएन। र फेरि मलाई के लाग्यो भने यदि यी विदेशीहरू जो नेपालमा आइएनजिओ खोलेर आएर सेवा गरे बनाएको प्रपोजलको आधारमा त यिनीहरूले पैसा दिन्छन् भन्ने
कङ्क्रिट यहाँ त वर्क भएको छ, काम भएको ठाउँमा यसको प्रचार नहुने भन्ने कुरा पनि छैन। आफै पनि त प्रचार भएरै जान्छन्, यी चेपाङहरूले पनि गर्छन्। मैले अब जस्तो तपाईँहरू आउनुभयो, यो नाम सुनेर आउनु भएन हो तपाईँहरूले यहाँ, मैले तपाईँलाई बोलाउनु गएको त होइन कि मेरो दिन खेदिदिनुहोस् भनेर। जस्तो तपाईँलाई थाहा पाउनु त्यस्तै उनीहरूले थाहा नपाउने त कुरो छैन। त सही रूपबाट यदि सेवा गर्नु खोज्यो भने त यहाँ आउँछन् नि उनीहरू, होइन उनीहरू पनि प्रचारै खोज्यो भने त्यो बेग्लै कुरा हो। र म त अर्कै विचारमा केमा छु भने चाहिँ नि, अब हामीहरूले किन यस्तो मगन्ते बानी गरेको? के 100जना चाहिँ नि मध्यमवर्गीय नेपाली हामी पाउन सक्दैनौँ जो महिनाको 1000 रुपियाँ दियोस्? त्यो खोज्न गएको त पाइन्छ नि। मैले 1-2जनाले मलाई सजेसन पनि गरेका छन् कि हामीहरू पनि समाज सेवा गर्न चाहन्छौँ। अवश्य पनि त देखिने खालको चाहिँ नि ठुलो रकम खर्च गर्न पनि सक्दैनौँ। त थोर बहुत हामीसँग भएको रकम सदुपयोग होस् भन्न पनि चाहन्छौँ। थोर बहुत रकम दिउँ, जम्मै देखिया चाहिँ दुरुपयोग भएको त्यो दिन चाहँदैनौँ। हामीले दुःख सुख गरेर कमाएको पैसा दुरुपयोग होस्। त सदुपयोग कहीँ हुने ठाउँ पायो भने हामीहरू दिन्छौँ भने एउटाले मलाई 12,000 रुपियाँ सालको दिएर पठाएर यो सजेसन दियो कि तँ किन दसतिर चिन्ता गर्छस्, आइज हो काठमाडौँ एउटा क्याम्पेन गरौँ। यहाँ थुप्रा छन् त्यस्ता मिडल क्लास म जस्ता मान्छेहरू। अवश्य पनि त यो त भावना हामीले उजागर गर्नै खोजेका छैनौँ। अहिले त खालि मगन्ते बानी मात्रै भयो, सबै माग्ने मात्रै भयो। राजनीतिमा लाग्नेहरू पनि चाहिँ जो माग्ने सबै माग्ने मात्रै भयो। समाजसेवा गर्नेहरू पनि के त थुप्रा कुरा गरेका छन्, समाजसेवा भनेका छन्, माग्ने मात्रै भयो खालि विदेशीसँग। भने हामी आफ्नै यो शक्ति हामीसँगै छ। यहाँ थुप्रै नेपालीहरू छन् कि 8-10 हजार नेपाली छैनन् जो महिनाको चाहिँ जो 1000 रुपियाँ खर्च गर्न सक्ने चाहिँ देशको लागि। तिनीहरूलाई त एउटा चाहिँ तिनीहरूको भावना जागृत गर्नु परेन हो। अवश्य पनि। दर्शकबिन, यदि तपाईँ कार्यक्रम हेर्दै हुनुहुन्छ भने हामी यही आवाज अरूहरूको निम्ति होइन तर तपाईँको निम्ति पनि लिएर आउन चाहन्छौँ। मलाई थाहा छ तपाईँहरू तयारी हुनुहुन्छ, मद्दत गर्न चाहनुहुन्छ। यदि त्यो अवस्थामा तपाईँ हाम्रो सानो सहयोगले स्थानीय रूपमा नै नेपालमा यसरी पिछडिएका जनजातिहरूले चेपाङ अनि उहाँले जो बताइराख्नु भएको छ, यी व्यक्तिहरूले धेरै राहत पाउन सक्छन्। हामीले अरूहरूलाई भर परिराख्नुपर्छ भन्ने कुरा छैन। मलाई थाहा छ तपाईँहरूकोमा पैसा छ अनि तपाईँहरू मद्दत गर्न चाहनुहुन्छ। र यो कुरो हाम्रो हालै चितवनमा देखा परेको एउटा कुराले के पनि देखायो भने गएको केही महिना अगाडि एउटा हस्पिटलको निम्ति ठुलो रकम जम्मा भयो, 2 करोडभन्दा बढी, होइन? चितवन जिल्लामा मानिसहरू दिने मन भएका मानिसहरू रहेछन् भन्ने कुरा हामीले देख्यौँ, होइन त? यसरी नै स्थानीय व्यक्तिहरूले मद्दत गरेको खण्डमा देश विकासमा यो पिछडिएका जातिहरूको निम्ति निकै विकास हुन सक्छ भन्ने कुरा पनि प्रमाणित भएको छ। त्यसैले हामी यो विचार दिन चाहन्छौँ। तपाईँ मद्दत गर्न चाहनुहुन्छ भने उहाँहरूसँग सम्पर्क गर्न सक्नुहुन्छ। यसरी दिलो ज्यान दिएर आफ्नो जीवन बलिदान गरेर सेवा गर्ने व्यक्तिहरू हाम्रो देशमा आज पनि बाँकी रहेका छन्। र तपाईँ अर्को कुरा, तपाईँ विवाह गर्नु भएको छैन हो? तपाईँ चाहिँ अब एउटा आर्थिक तपाईँले सबल पनि हुनुहुन्छ, नाम पनि तपाईँलाई व्यक्तिगत तपाईँले धेरैले चिन्दछन् पनि, आदरको दृष्टिकोणले हेर्छन्। तपाईँलाई विवाह गर्नुपर्छ भने चापहरू प्रशस्त कहिले आएन र तपाईँले गर्नु भएन कहिले त्यस्तो? खोइ त्यसमा त के भयो त्यो थाहै भएन। गर्दा गर्दै उमेर गयो, उमेर गएपछि त्यति विधि त्यतापट्टि लागिएन, यत्तिकै रह्यो। अहिले कति उमेर पुग्यो तपाईँको? अहिले म 60 नाग्यो, 64 वर्ष भयो। 64 वर्ष हुनुभयो। भनेपछि कहिले दबाब त्यस्तो फिल के भयो हो त्यो आमाले भन्नुहुन्थ्यो चाहिँ बिहा गर्नु पऱ्यो भन्दै हुनुहुन्थ्यो के अरे। अब यता लाग्यो उता लाग्यो, गर्दा गर्दै समय पास गरेर गयो। भनेपछि तपाईँले विवाह गरेर घरजम गरेर बस्नु पर्ने भने भावना पनि भएन वास्तवमा चाहिँ। यो चेपाङहरूको मानिसहरूको सेवा गर्दैमा आनन्द ठान्नु भयो? होइन, यदि मैले विवाह गरेर परिवार भएको भए सायद म यो गर्ने पनि सक्दिनँ होला। यो त मैले जुन गरिरहेको छु मेरो परिवार नभएको कारणले पनि होला जस्तो लाग्छ मलाई। किनभने यो मसँग अब बाँकी भनेको 9 बिघा जमिन हो। मैले सुरु गर्दाखेरि मैले एउटा बजेट बनाएँ कि 9 बिघा एभरेजमा यहाँ बिघाको 8 लाख रुपियाँ करिबमा चाहिँ नि जो 7-8 लाख 8 लाख भनौँ न बिक्री हुन्छ। र यो काम सुरु गर्दाखेरि मैले 5 बिघा जमिन पहिले पनि बेचेको थिएँ, भनेको 25-30 लाख रुपियाँ दाम त्यो पनि थियो। मैले सुरु गरेँ, कतैबाट पनि मद्दत भएन भने पनि अब म 63-64 वर्ष भइहाल्ने, हद्द बाँचौँला म 8-9 वर्ष भने 7-8 वर्ष त म चलाउन सक्छु नि जग्गा बेच्दै गएर भएन पनि। त्यो 25 लाखले चाहिँ यो घर बनाउने दायाँ बायाँ बनाउने यी सब कामहरू पनि गरियो। यो गर्दै अब अहिले त चाहिँ नि
अनि 1 बिघाले 1 वर्ष गरेर 8 वर्षसम्म चाहिँ चलाउन सकिन्छ भन्ने मेरो त्यो धारणाले पनि मैले आँट गरेर गरे हो। र त्यसमा अहिले मलाई चाहिँ नि त्यो 25 लाख मेरो त्यो पनि सकियो, त्यो मसँग पहिले भएको पैसा। र अहिले ब्याङ्कबाट मैले चाहिँ नि जग्गा राखेर पैसा ल्याएको छु 20 लाख, र त्यो पनि सकियो भन्नु छ। अब त्यो यसपालि सकिन्छ त्यो पनि। फेरि अब जग्गा बेच्छु, जग्गा बेचेर चाहिँ जो गर्छु भन्दाखेरि 3-4 वर्ष अझै पनि म अलिकति मान्छे व्रता भइदिएँ, यसपालि व्रता आइदिएँ, मैले रोक्नु पनि सकिनँ। माया लागेको त्यो चेपाङहरू आएर रुन्छ चाहिँ मेरो बच्चा राखिदिएँ भनेर अब के भन्ने, अब मैले हार नसक्ने भएँ। र फेरि यहाँ सानसानो चेपाङहरूलाई पनि जुन छुट्टीमा दिएको विद्यार्थीहरूलाई पठाइदिएको, उनीहरूले भित्रभित्रै चाहिँ नि आफ्नो भाइलाई पनि बोकेर आएछन्। फेरि चाहिँ नि अब हिँड भनेर लिएर आएछन्। अब भनेपछि समस्या ठुलो छ, समस्या अलिकति ठुलो भयो। र तिनीहरूको समस्या समाधान गर्नुको निम्ति आर्थिक स्रोत वास्तवमा भन्यो भने बाहिरबाट छैन, बाहिरबाट छैन। र यसरी नै गरिराख्यो भने तपाईँको पैसा एक सिद्धिन सक्छ। अनि दोस्रो कुरा, तपाईँको अब मृत्यु त जीवनको रीत नै हो। तपाईँको अवशेषपछि यो काम चाहिँ कसरी अघि बढ्छ जस्तो लाग्छ? राम्रो काम छ नि, राम्रो काम बढिराख्नु पर्ने हो, कसरी के विचार? अब हेर्नुहोस् यो के भयो भने यो चेपाङे तात्या छ नि यसमा। अब चेपाङलाई पनि के लाग्यो भने आएर जो देखे उनीहरूले आफ्नो छोरो पाहाडबाट आएको यहाँ बेग्लै भएको छ, बोल्न सिपालु भएको छ, लुगा राम्रो लाग्छ, हेर्न हँसिलो रसिलो भएको छ। उनीहरूलाई पनि लाग्यो कि यो त भइरहोस् चलिरहोस् भनेर। त उनीहरूले आएर मलाई के भन्यो भने तँ एउटाले त चाहिँ नि तँ छन्जेलसम्म त यो चलाउलास्, तँ मरिस् भने के गर्ने? हाम्रो केटाकेटीहरूको त बानी बिग्रियो, अब त यिनीहरू पाहाडमा गएर त काम गर्न सक्दैनन्। अनि एउटा बाटो देखाउनु पऱ्यो तैँले, के गर्ने? अब यो त चलाउनु पऱ्यो। अनि मैले भने के भने त्यसो जाऊ नि त तिम्रो, जाऊ, सरकार छ, गभर्मेन्ट छ, त्यो तिमीहरू पनि त चाहिँ नि सार्वभौम भौम सत्ता सम्पन्न चाहिँ नि नागरिक तिमीहरू पनि हो। तिमीहरू नबोलेर पो हो त, तिमीहरूलाई जङ्गलमै चाहिँ बस्नु भन्ने त छैन भने जाऊ, तिमीहरू जाऊ, म व्यवस्था मिलाइदिन्छु। जाऊ त्यहाँदेखि जो प्रधानमन्त्रीलाई भेट, मन्त्रीलाई भेट, नेताहरूलाई भेट भनेर मैले हामी जान्छौँ भनेर यिनीहरूले आए। र मैले यताबाट जाने खर्च मैले दिएँ। उता सावित्रीजी जो हुनुहुन्छ नि अहिले सहायक मन्त्री भन्नुभएको छ, उहाँले पनि ठुलो मद्दत गर्नुभएको छ यसलाई, हेर अहिलेसम्म पनि गर्दै हुनुहुन्छ उहाँले। त अनि उहाँलाई मैले चाहिँ भन्ने कि ल यिनीहरू आएका छन्, तपाईँले भेटाउनु पर्ने मान्छेहरूलाई चाहिँ भेटाइदिनुहोस् भनेर मैले उहाँलाई चाहिँ खबर गरेँ। अब यिनीहरू गएपछि सावित्रीजीलाई भेटेर सावित्रीजीले लगेर प्रधानमन्त्रीलाई पनि भेटाउनु भएछ, अनि गिरिजाबाबुलाई पनि भेटाउनु भएछ, यस्तै थुप्रैलाई भेटाएर अनि आइएनजिओलाई पनि जम्मै घुमाउनु भएछ उहाँले। सबै ठाउँमा यिनीहरू कुरा पनि गरेछन्। अनि म कहाँ आएँ, फर्केर आएँ। सबैले गर्छु भनेको छ भनेर त आएँ, तर गर्नु कसैले पनि गरेको छैन अहिलेसम्म। भनेपछि देखाउँछन् आशा, आशा चाहिँ सबैले देखाए, तर व्यावहारिक तपाईँले अहिले गरेको छैन। गरेको छैन भने यो त ठिक भएन होइन? अब ठिक हो या भयो भनौँ न उनीहरूलाई, देखाउने काम चाहिँ नगर्ने नभनौँ, सायद भ्या छैन होला भनौँ न उनीहरूलाई। भनेपछि तपाईँ आशावादी हुनुहुन्छ? आशावादी हुनै पर्यो नि, अब त अरू उपाय के छ त? अब उनीहरूले सायद भ्या छैनन् होला, आउन भ्यान। कतै कतै हाम्रा अब नेताजीहरूलाई चाहिँ मानिसहरूले के भन्न थाल्यो भने नेता भनेको बोल्ने मान्छे हो, उनीहरूको व्यवहार अर्कै हुन्छ। कतै तपाईँको यसरी आशैमै जिन्दगानी जाने त होइन? अब यसको त के औषधि छ र? मान्छे आशावादी हुनुपर्छ। अब यो खोज्ने कुरा हो। मलाई लाग्छ के भने मैले पनि यहाँ गुलाफ लगाएको छु, त्यो हेरेर है। अब यो अहिले 2 लाख रुपियाँ दाम आम्दानी छ मेरो गुलाफबाट। भनेपछि उताबाट मद्दत गरेन भने पनि त्यो तपाईँको आफ्नो तवरले पनि गर्दैछु उपाय छ। त मैले गर्न खोजेँ त अघि नै मैले भने नि, अब यो गुलाफ बढाएर चाहिँ नि मैले भने जति गुलाफ लगाएँ भने नि बिरुवाहरू ल्याएर राखेको छु। त्यो गुलाफ लगाएँ भने गुलाफबाट मेरो सालको 5-6 लाख रुपियाँ दाम आम्दानी हुन्छ। कति आम्दानी हुन्छ अहिले? सालको 2 लाख रुपियाँ सरदर आएको छ सालको। भनेपछि यो गुलाफ चाहिँ बिक्री गर्नुहुन्छ? काठमाडौँ पठाउँछु मैले। काठमाडौँ पठाउनु? कट फ्लावर हो, कट फ्लावर। यो त्यहाँको एजेन्टहरू हुन्छन् होटलको, तिनीहरूले होटलमा बेच्छन् यो। मैले एउटा चाहिँ स्टिकको 3 रुपियाँ 3.5 रुपियाँ। त्यसमा तपाईँले देख्न सक्नुहुन्छ यो प्रशस्त गुलाफतिर यो कति कट्ठा जस्तो छ? कति? 10 कट्ठा जति। 10 कट्ठामा यो गुलाफ लगाउनु भएको? तपाईँले भन्नुभयो नि, अब यदि इन केस अब जो आश्वासन दिनेहरूले भन्नुभयो आश्वासन दिएन, आश्वासन त दिए तर काम गरेन, काम गरेन भने के गर्नु त? त्यो मलाई लागेर नै मैले यतापट्टि लाग्यो हो। गर्छन् भन्ने केही जरुरी छैन, भनेको कुरो सधैँ पुर्याइरह पनि छैनन्। किनभने यो एकदमै
नयाँ विषय हो हाम्रो देशमा। मानिसहरू अरूले मद्दत गर्यो भने हामी गर्ने, अरूबाट मद्दत छैन भने सेवा नहुने, अनि यो वास्तवमा बहालीवाला काम हो। तर उहाँसँगबाट हामीले जो कुरा बुझ्दैछौँ, उहाँले यो घरिघरि भन्दै हुनुहुन्छ, सायद तपाईँले पनि पत्ता लगाइसक्नु भएको छ, बाहिरबाट आओस् नआओस् जेसुकै, तर आफूमा भएका सम्पत्ति, सिप, बल, तागत जे पनि छ उहाँले खर्च गरेर साँचो तपाईँले सेवा गरिराख्नु भएको छ। हामी इतिहासका विभिन्न समाजसेवीहरूलाई कुराकानी गर्छौँ, तर आज पनि हाम्रा बिचमा यस्ता व्यक्तिहरू हुनुहुन्छ जसले साँच्चै नै आफ्नो जीवन तन मन धन लगाएर बलिदान स्वरूप सेवा गरिराख्नु भएको छ। अनि यो अवश्य पनि खुसीको कुरा हो र हामी आशा गर्छौँ सरकारले, विभिन्न निकायहरूले गफ गर्नु छोडेर व्यवहारिक यस्ता व्यक्तिहरूलाई यो आदरणीय काममा सहयोग गर्यो भने राम्रो हुन्छ भन्ने हामीलाई लाग्छ। र यो चुनौती सहित हाम्रो कार्यक्रम आज प्रस्तुत गरिराखेका छौँ। आशा छ विभिन्न निकायले मद्दत गर्नेछ। र स्थानीय निकायहरू जो छ नि, सरकारी निकायहरू, सामाजिक सेवा पनि एउटा दर्ता भएको छ र यिनीहरूको पैसा पनि देश विकासको निम्ति सङ्कलन गरिन्छ। तपाईँलाई यस्तो मद्दत भएको छ कि छैन अहिलेसम्म? छैन। सरकारी पक्षबाट, स्थानीय सरकारी पक्षबाट नगरपालिका होला, गाविस होला? मलाई जिल्ला विकास समितिले दोसल्ला दियो भने अब त्यसलाई के भन्ने, अब एउटा सम्मान दियो। सम्मान चाहिँ गरेँ, जिल्ला विकास समितिले सम्मान गर्यो। त्यो स्थानीय निकाय मध्येमा सम्मान चाहिँ मैले पाएँ, त्यो पनि ठुलो कुरा भन्नुपर्छ जे भए पनि। अब अरू खासै चाहिँ मलाई प्राप्त भएको भन्ने चाहिँ त्यस्तो खास छैन। कोही सावित्री बोगटीजीले चाहिँ नि यो सांसद कोषबाट आउने पैसा मध्येमा केही पैसा उहाँले सहयोग गर्नुभएको छ। जो सालको उनीहरूले 4-5 लाख रुपियाँ कति पाउँछन् नि, त्यसबाट चाहिँ केही सहयोग गरिदिनु भएको छ उहाँले चाहिँ नि। र उहाँले नै कहाँबाट हो खोजेर चाहिँ नि 1,80,000 स्थानीय विकास मन्त्रालयबाट हो गरे, त्यहाँबाट पनि उहाँले नै हो। त्यो जे होस् उहाँकै थ्रु आयो भने भयो भनौँ न जाने। तर अरूबाट खास मलाई के आएको छैन। तर यताउति अलिकति रूपमा मात्र आइरहेछ। तर यो कामलाई सुचारू रूपले अझै लैजानुको निम्ति पुग्दो रकम छैन। पुग्दो त के 1 महिना 2 महिनाको पनि नचल्ने भयो उनीहरूले दिए पैसा त के कुरा गर्छ त। र अरू सबै खर्च आफ्नै छ। मैले भनिहालेँ नि अहिले, मसँग 25-30 लाख रुपियाँ थियो, त्यो सकियो। 20 लाख रुपियाँ त भोलि ऋण लागेछ, त्यही हो कुरो। अब अरू 1-2 वर्ष चलाउन सक्नुलाई झोलाएको छ, जग्गा बिग्यो भने अहिले अलिकति यो समस्याहरू ठिक नभए हुनाले चाहिँ नि जग्गाको सुक्री बिक्रीहरू बन्द भए हुनाले चाहिँ ग्राहकहरू लागिरहेको छैन र अलिकति मलाई प्रब्लम परिरहेछ अहिले। जग्गा बिक्री गरेँ भने 2-3 वर्ष त म आरामसँग लैजान्छु। त्यसपछि देखा जाएगा, त्यसपछि गुलाब पनि अलिअलि होला। त्यसपछि त्यो मैले अघि भने नि चाहिँ महिनाको चाहिँ 1000 रुपियाँ दिने नेपालीहरू उनीहरूलाई पनि व्रत चाहिँ एक्सप्लोर गर्न सकिएला। तपाईँले त्यसको निम्ति मोटिभेसनको काम गरि अब गर्दैछु। अब गर्दै हुनुहुन्छ? किनभने मैले चाहेको पनि त्यही हो। त्यसले हाम्रो देशमा जो सुसुप्त भावना अवस्थामा रहेको जुन समाज सेवाको जुन भावना हो, जो नेपालीहरूको त्यो सुसुप्त अवस्थामा छ, त्यसलाई जागृत गराउनु पर्यो। दया माया चाहिँ नेपालीहरूमा छ, तर त्यो सुसुप्त अवस्थामा गएको मात्रै हो, मरिसकेका छैन। त त्यसलाई जगाउनु पर्यो, मर्न लागेको भावनालाई जगाउनु पर्यो। अहिले चाहिँ के भने खालि जुन त्यो भावना मर्न लागेर लिउँ खाउँ भन्ने मात्रै चाहिँ अर्को किसिमको चाहिँ मात्रै अगाडि आयो। राजनीति गर्ने पनि राजनीति केलाई गरे भन्ने कुरा, राजनीति सेवालाई गरे भन्ने कुरा बिर्सिसक्यो अहिले। राजनीति गरेर केलाई भन्दाखेरि चाहिँ जो कुर्सीको लागि। त्यसो हुनाले त्यो उनीहरूलाई पनि यो लेसन हुन्छ के भने राजनीति भने पनि जुन सेवाको लागि हो। सिद्धान्त बेगरको राजनीति त त्यो वाइघात कुरा हुन्छ नि। त्यसो हुनाले राजनीति भने पनि सेवाको लागि हो, हुनुपर्ने हो। त भएन भने बर्बाद हुन्छ। कुर्सीको लागि मात्रै झगडा गर्नु त जनतालाई के आकर्षण भएर चाहिँ राजनीति पनि। त्यसो हुनाले यो सेवा भन्ने कुरा चाहिँ तपाईँको राजनीतिमा पनि चाहिन्छ। दर्शकबिन, यो कुरालाई हामीले लम्बाइ राख्न सक्छौँ। हाम्रो समयले पनि हामीलाई बिदा लिनुपर्ने सङ्केत दिइसकेको छ र निचोडमा हामीले यो कुरा देख्न सक्छौँ, संसारमा धेरै मानिसहरू हुन्छन् जो पाउनको निम्ति जिउँछन्, पदको निम्ति, ख्याति प्राप्तको निम्ति र पाउनको निम्ति। तर हाम्रो देशमा आज पनि यस्ता व्यक्ति हुनुहुन्छ, उहाँ जस्ता किशोर चन्द्र ढुङ्गाना जस्ता, जसले आफ्नो जीवनमा आफूले पाउने सुविधाहरू, विभिन्न कुरालाई छोडेर
अरूहरूको निम्ति दिनलाई, विशेष गरिकन नेपालमा विभिन्न जातिहरू, चेपाङ प्रजातिहरू भनिन्छ तिनीहरूलाई, र यहाँ आदिवासी जातिहरूको उन्नति प्रगतिको निम्ति आफ्नो जीवन दिइराख्नु भएको छ। उहाँले विवाह पनि गर्नु भएन, अनि उहाँलाई हामी साँच्चै नै कदर गर्छौँ र आशा छ देशले आगामी दिनहरूमा, राष्ट्रले र विभिन्न निकायहरूले उहाँको यो आदरणीय काममा मद्दत गर्नेछ र उहाँको यो प्रेरणा हामीले लिन आवश्यक छ र समाजसेवामा हामी जुटौँ। र तपाईँ मद्दत गर्न चाहनुहुन्छ भने मद्दत गर्न चाहने व्यक्तिहरूको निम्ति कसरी उनीहरूले पैसा पठाउन सक्छ? यदि हाम्रा कोही दर्शकहरूले सोच्नुभयो होइन साँच्चै नै यो काम राम्रो रहेछ, म मद्दत गर्न चाहन्छु भने कसरी मद्दत गर्न सक्छ? दोस्रो पनि सक्नुहुन्छ, ब्याङ्कमा पठाए पनि भइहाल्यो। ब्याङ्कमा पनि खाता छ, नभए मलाई एप्रोच टेलिफोनबाट एप्रोच गरेर कुराकानी गरे पनि भयो। टेलिफोन नम्बर पनि मसँग छँदैछ। कति नम्बर तपाईँको? अब 82 020। 82 020मा तपाईँले सम्पर्क राखेर किशोर चन्द्र ढुङ्गाना समाजसेवी उहाँसँग सम्पर्क राख्न सक्नुहुन्छ। र बाँकी तपाईँले प्रत्यक्ष रूपमा हामी मार्फत होइन, प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुन्छ। यदि तपाईँ हामी मार्फत पनि कुराकानी गर्न चाहनुहुन्छ भने तपाईँलाई हाम्रो ठेगाना थाहा छँदैछ, बेसु च्यानल, पोस्ट बक्स 44, भरतपुर, चितवन, नेपाल। र तपाईँ व्यक्तिगत तपाईँले उहाँलाई भेट्न चाहनुहुन्छ भने हामी धेरै खुसी हुन्छौँ। हुन्छ, तपाईँको अमूल्य समयको निम्ति धेरै धन्यवाद र परमेश्वरले तपाईँको यो आदरणीय काममा प्रशस्तसँग मद्दत गरिरहन्। मेरो पनि यहाँलाई धेरै धेरै धन्यवाद।